हेलो साथीहरु, नमस्ते अनि स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ म बनाउन जाँदैछु बङ्गुरको खुट्टा। पहिला यसलाई मजाले धोएर लिएर आएँ। त्यसपछि यसमा चाहिने भेजहरु चाहिँ टमाटर, प्याज, हरियो लसुनको पत्तालाई काटेर रेडी बनाएर राख्यौं। हामीले चाहिँ मुला मिसाउन लागेको मासुमा, किनभने हामीलाई मन पर्छ। अनि त्यसपछि आफूलाई चाहिने स्वाद अनुसार मसलाहरू अदुवा, लसुन, दालचिनी, जिरा, ल्वाङ, सुकुमेल, सुकेको खुर्सानी चाहिँ हल्का कम पिरो थियो, त्यही भएर 5-6 वटा हालिदिए। मसलाको पेस्ट बनाएर रेडी बनाएर राखेँ। त्यसपछि कुकर तताएर कुकरमा तेल थोरै नै लगाएँ। अनि त्यसपछि जिरा फुराएर अघि काटेर राखेको भेजहरूलाई चाहिँ फ्राई गर्न लागिरहेछौँ। त्यसपछि भेजहरू चाहिँ पाकेर रेडी हुँदैछ। अनि त्यसपछि हल्का पाक्ने गरी चलाउने। त्यसपछि मासुहरू लगाइदिने। मासुलाई राम्रोसँग चलाएर अघि काटिराखेको मुलाको चानालाई लगाइदिने। अनि त्यसपछि मजाले चलाउने मासुलाई। अनि मसलाहरूको पेस्ट लगाइदिने र फेरि मासुलाई राम्रोसँग चलाउने। अनि कलर अनुसार बेसार, नुन लगाउने अनि राम्रोसँग चलाउने। आफूलाई कति सुप चाहिएको छ त्यही अनुसार पानी लगाउने। अनि त्यसपछि सिटी लाग्नको लागि फिर्को लगाइदिए। मैले चाहिँ 4 सिटी मात्र लगाएँ। हाम्रो चाहिँ मासु यस्तो भइसक्यो। कस्तो लाग्यो बनाउने तरिका? मन परे या नपरेमा लाइक कमेन्ट गरिदिनु होला है त। नमस्ते, बाई बाई।